नमस्ते सम्पूर्णमा देश विदेशमा रहनुभएका हामीसँग फेसबुकमा प्रत्यक्ष जोड्नुभएका तमाम मित्रलाई स्वागत चाहे। म जहिले पनि विशेष कारणले लाइभ आउँछु, मेरो बोली यही रहने गरेको छ साथीहरू। र आज पनि अहिले बिहान पनि लाइभ आएको थिएँ र अहिले पनि फेरि विशेष कारणले लाइभ आएको छु, किनभने हामीले एउटा फरक किसिमको आन्दोलन को घोषणा गरेका थियौँ, जुन आन्दोलन भनेको अमेरिकन सरकारले राष्ट्रघाती सम्झौता एमसिसी पारित गराउनलाई चाहिँ सदनबाटै संसदबाट बहुमतले पारित गराएर मात्रै यो गर्नु भन्ने उहाँहरूको अमेरिकन सरकारको जुन पहल देखियो, त्यसलाई मध्यनजर गर्दै सडकमा मात्रै उफ्रेर नहुने रहेछ र हामीले संसदहरूलाई खबरदारी गर्नुपर्छ भन्ने हिसाबले जुन मानसिकता तयार गऱ्यौँ। त्यसपछि हामीले फोन मार्फत, सोसल मिडिया मार्फत र तपाईँको फेसबुक मार्फत हामीले खबरदारी त गरि नै रहेको थियौँ। तर जुन आज हामीले सोसल मिडिया मार्फत युट्युब म अन्तर्वार्ता दिँदै गर्दाखेरि आज करिब 10 देखि 15 जना सांसदलाई मैले स्वयं फोन गरेर विशेष व्यक्तित्वहरूलाई तपाईँहरूलाई देखिसक्नुभएको छ, फोन गरेर चाहिँ खबरदारी गर्ने जुन कार्य छ यो व्यापक सफल भएको भन्ने तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। र जो जति साथीहरूले यसमा सहयोग गर्नुपर्छ सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै, जो साथीहरूले आज हामीले विशेष गरी एमालेमा सम्बन्धित सांसदहरूलाई फोन गऱ्यौँ, राष्ट्रपति कार्यालयमा फोन गऱ्यौँ, प्रधानमन्त्री कार्यालयको फोन उठेन साथीहरू हो। हामीले लालबहादुर पण्डितजीलाई फोन गऱ्यौँ, कुमारी झाँक्रीजीलाई फोन गऱ्यौँ र धेरै साथीहरूलाई फोन गऱ्यौँ। भीम रावलजीलाई फोन गरेको, उहाँको फोन उठेन, तपाईँलाई थाहा छ। बाँकी कुराहरू मैले जुन सेयर गरेको छु भिडियो, त्यसमा तपाईँहरूलाई सर्वविदितै छ, तपाईँले हेर्न सक्नुहुन्छ। र सकेसम्म त्यो भिडियोलाई, त्यो युट्युब भिडियोलाई खोलेर धेरैभन्दा धेरै सेयर गरिदिनु म हार्दिक आग्रह गर्दछु, किनभने यसलाई व्यापक रुचाइदिनु भएको छ। र अझ तपाईँहरू जो जति मसँग जोडिनु भएको छ यसलाई सेयर गर्न मिल्छ भने सेयर गरिदिनुहोस्। र यो अभियानलाई मैले एक्लैले वा 2-4 जनाले वा 50 जनाले भन्दा पनि आज मेरो पहलबाट 50 देखि 100 जनाले फोन गर्नुभएको छ भने तपाईँहरू जो जति साथीहरू हुनुहुन्छ, जसले यी सांसदहरूलाई फोन गरेर एमसिसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्नु हुँदैन भनेर खबरदारी गर्न चाहनुहुन्छ भने म सम्पूर्ण नेपालका सांसदहरू माननीयहरूको नम्बर तपाईँहरूलाई उपलब्ध गराउँछु। तपाईँहरूले पनि आज हामीले गरेको जसै गरी अझ हामीले गरेको भन्दा राम्रोसँग खबरदारी गर्न तपाईँलाई इच्छा छ भने तमाम नेपाली सांसदहरूको फोन नम्बर तपाईँहरूलाई हामी उपलब्ध गराउँछौँ। तपाईँहरूले फोन गरेर चाहिँ उहाँहरूलाई खबरदारी गर्न सक्नुहुनेछ। यस महान कार्यमा हातेमालो गरेर आफूलाई देश बचाउने अभियानमा आफ्नो पनि प्रतिनिधित्व थियो भन्ने एउटा भन्ने तपाईँलाई गर्व जिन्दगीभर लागिराख्ने हिसाबले तपाईँ अघि बढ्न चाहनुहुन्छ भने कृपया तपाईँलाई म जसलाई यी सांसदहरूको फोन चाहिन्छ, अब हामीले भोलि काङ्ग्रेसलाई गर्नेछौँ, त्यसै गरी माओवादीलाई गर्नेछौँ र मधेसवादी दलका सांसदहरूलाई फोन गर्नेछौँ। र फोन मार्फत हदैसम्मको एउटा अनुरोध गरिनेछ। होइन भने जनताले कुनै पनि अवस्थाको सामना गर्छन्, तपाईँहरू तयार हुनुहोस् भनेर हामीले उनीहरूलाई एक किसिमले जनताको तर्फबाट चाहिँ खबरदारी वा च्यालेन्ज पनि गर्नु, चुनौती पनि दिनुपर्ने हुनसक्छ। त्यो दिने हो साथीहरू, किनभने जनताबाट निर्वाचित प्रतिनिधिले जनताको हकमा हितमा काम गर्न सकेन भने तिनीहरूलाई हामीले कदापि जनस्तरमा आउन दिनु हुँदैन र हदैसम्म कारबाही गर्नुपर्छ। त्यो कारबाही कालो मोसोदेखि लिएर जुत्ताको माला लगाउनेदेखि लिएर समाज बहिष्कार गर्नेसम्मको हुनसक्छ भन्ने हिसाबले हामीले म्यासेज छोड्नुपर्ने हुन्छ। र उहाँ नेपाली वास्तवलाजी हुनुहुन्छ, स्वागत गर्न चाहे, धन्यवाद तपाईँलाई। भिडियोलाई मिल्यो भने धेरैभन्दा धेरै सेयर गरौँ साथीहरू, किनभने हामी देश बचाउने अभियानमा छौँ र राष्ट्रघाती सम्झौता एमसिसी पारित गर्नु दिनु हुँदैन भनेर फरक किसिमको आन्दोलन प्रत्येक सांसदलाई फोन गरेर खबरदारी गर्ने कामको जुन हामीले युद्ध छेडेको छौँ, त्यो युद्धमा हातेमालो गर्न चाहनुहुन्छ भने मलाई म्यासेज गर्नुहोस्। म तपाईँलाई तमाम सांसदहरूको फोन नम्बर पठाउनेछौँ र यस अभियानमा कम्तीमा गरेर देखाइदिउँ। हामीले 1 लाख मान्छेले चाहिँ ती सांसदहरूलाई फोन गरेर देखाइदिउँ साथीहरू, ताकि उनीहरूले त्यो पारित गराउनलाई जुन साइन गर्नुपर्छ नि, सिग्नेचर हस्ताक्षर गर्नुपर्छ नि, त्यो गर्ने बेला पनि उनीहरूको हात कामोस् कि नेपाली जनताले मलाई मार्छन् भनेर भन्दै यो व्यापक सफल भएको छ। यो हाम्रो अभियान, मेरो अभियान जुन थियो, यो व्यापक सफल भएको छ। र धेरै साथीले, कम्ती 50 जना साथीहरूले चाहिँ आज यसै गरी फोन गरेर सबैलाई खबरदारी गरेको छन्। तपाईँहरू पनि खबरदारी गर्न चाहनुहुन्छ भने कृपया साथ दिनुहोस्, साथ लिनुहोस्। देशको लागि म हार्न तयार छु, तपाईँहरू जित्नुहोस् कृपया, तर देशलाई जिताउँ भन्दै म अहिले मेरो लाइभ यही अन्त्य गर्ने तपाईँहरूसँग अनुमति माग्दछु। जय देश, जय स्वाभिमान, जय नेपाल।